एउटा दुर्गा प्रसाईजीको बोली मा कतिको सत्यता हुन्छ, उहाँ कति समयमित भएर आत्मसाक्षी राखेर बोल्नुहुन्छ भन्ने कुरामा प्रश्नवाचक चिन्ह छ। उहाँ आवेशमा आउनुहुन्छ, जुनसुकै बेला कडा कुराहरू गर्नुहुन्छ र आफ्नो स्वार्थका लागि उठ्नेखेर कसैको देवत्वकरण र राक्षसीकरण गर्नुहुन्छ। त्यो भएर उहाँको भनाइ चाहिँ सत्यता छैन। अब त्यसै भन्न सकिँदैन। तर यो हुन सक्छ कि सक्दैन भन्दा साफ सुटर को हो त, उहाँले इङ्गित गर्न खोजे, प्रहरीलाई भने हो कि। तर दुर्गा प्रसाई जस्तो पहिचान भएको र सम्भावित उनका लामो समयदेखिका क्रियाकलापहरू हेर्दा उनको गतिविधिलाई सर्भिलेन्स गरिराख्नुपर्ने, बुझिराख्नुपर्ने व्यक्ति हुँदै हो। त्यसो भएपछि पक्कै प्रहरीले निगरानी गर्यो होला र उनी भाग्दा पनि